के छ भिडियो चाहिँ बनाउन मन छ तर कसरी बनाउने के गर्ने केही आइडिया छैन मलाई पनि त्यस्तै लाग्छ तर मलाई भिडियो चाहिँ बनाउन मन लाग्छ अनि अहिले यस्तो छ स्नो बाहिर हात निकालेर भिडियो बनाइरहेको छु मसँग पनि केही आइडिया त छैन तर पनि यतिकै बनाइरहेको छु अब यो स्नो पर्ने कन्ट्रीमा आइसके पछाडि स्नोको बारेमा कम्प्लेन गरेर हुन्छ त मसँग दुईटा अप्सन छ कि म कम्प्लेन गर्छु कि आई ह्याभ टु इम्ब्रेस इट लिभ विथ इट अब स्नो एक्टिभिटिजहरू पनि कति छ कति फन एक्टिभिटीहरू छ त्यो गर्न सक्छु म कम्प्लेन गर्नुभन्दा बट अहिले चाहिँ म कम्प्लेन गरिरहेको छैन आइ एम इन्जोइङ इट हिउँ पनि परिरहेछ अनि भिडियो कसरी स्टार्ट गर्ने थाहा छैन जस्ट प्रेस द रेकर्ड बटन अनि हात यता साइडमा राख जे मनमा लाग्छ त्यही बोल मैले आज 7 बजी उठेँ 7 बजी उठेर मैले यति सोचेँ के बनाउने भिडियो भनेर एउटा पनि आइडिया फुरेन दिमागमा मैले क्यामेरा खोलेर पनि बसेँ केही आएन अनि अहिले जस्ट 2-3 मिनट भयो मैले यसरी भिडियो बनाएको अहिले भर्खर अब यो भिडियो म यही अपलोड गरिदिन्छु ला शिट मैले मेरो गाडी छुट्यो यार अब के गर्ने अब गाडी छुट्यो भने आधी घन्टा ढिलो हुन्छ मैले आधी घन्टा यो स्नोमा बस्नुपर्ने भयो विडम्बना त्यो छ यो भिडियो बनाउने चक्करमा मैले छुटेको नि गाडी थाहा छ केही छैन आधी घन्टा ढिलो जाउँला भाल्लै भएन वेदरै राम्रो छैन त कसरी टाइममा पुग्नु हैन टेंशन नहीं लेने का यार मेरो हात चिसो भइसक्यो एउटा यो हातले समालेको थिएँ साँच्ची भन्नु पर्दाखेरि चाहिँ हिँड्ने बाटो पनि छैन क्या ल मान्छे हिँड्ने बाटो कुन हो तपाईँले भन्न सक्नुहुन्छ यहाँबाट हिँड्ने कि त्यहाँबाट हिँड्ने कि कहाँबाट हिँड्ने यो हो क्या बाटो सफा गरेकै छैन भर्खरै उपर रहेछ यस्तै छ घर पनि यहाँ पुरै लागेको छ हिउँ आज मैले स्नो बुट लगाएर हिँडेको अनि मैले 3 दिनको च्यालेन्ज लिएको छु यस्तै जे पाइदै भिडियो हाल्नु लगातार 3 दिन मलाई त्यति टाइम पनि लाग्दैन यस्तो भिडियो हाल्ने भने 5 मिनट यो बाटोमा आउँदा आउँदै रेकर्ड गर्छु यसरी नै द्याट्स इट अनि पोस्ट गरिदिन्छु सो भिडियो बनाउन मन छ भने धेरै नसोचौँ पोस्ट गरौँ लेट्स सी कस्तो खालको भिडियो तपाईँलाई मनपर्छ इभन म पनि फिगर आउट गर्न ट्राई गरिरहेको छु कस्तो खालको भिडियो मलाई मनपर्छ अनि पब्लिकको अगाडि बोल्ने अलिकति कन्फिडेन्स पनि सायद आउँछ मैले आफैलाई नोटिस गरिरहेको छु अरू बेला आफैले यो बाटोमा हिँडिरहेको कारहरू त्यहाँभित्र मान्छेहरूले के भन्छ के सोचिरह होला मैले भिडियो बनाएको देखिरह होला भन्ने अनि त्यहाँ अगाडि पनि गाडी रोकिरहेको छ त्यसले पनि के सोच्ला भन्ला क्यामेरा हातमा लिएर यसरी बोल्दै हिँडेपछि स्लोली फिगर आउट भइहाल्छ नि जिन्दगीमा के छ यार एक दिन मर्नु नै छ भनौँ होइन सो द्याट्स इट थ्याङ्क यू सो मच फर वाचिङ जाडोमा आफ्नो ख्याल राख्नु होला बाहिर धेर ननिस्किनु होला तातो वार्म लुगा लगाएर बस्नु होला स्नोमा निस्किँदै हुनुहुन्छ भने म जस्तै स्नो बुट लगाएर निस्किनु होला त्यही भन्न चाहन्छु अनि थ्याङ्क यू
सो मच फर वाचिङ। म तपाईहरुसँग भोलि भेट्ने छु है। बाई। फिल्स लाइक -14 तर -4 डिग्री सेल्सियस छ अहिले। तर पनि त्यति जाडो भएको छैन मलाई। हातमा चाहिँ भइराछ, रातो भइराछ। अर्को हात पनि यस्तो भइराछ, रातो। तर पनि अब त बानी परिसक्यो हिउँ देख्दा। अब यो विकमा यो आउने शनिबार यहाँ हुनेवाला छ -25। एक्चुअलमा -25 डिग्री हुनेवाला छ। फिल्स लाइक त -40 हुन्छ होला। त्यो दिन फेरि मेरो 12 बजेदेखि काम छ। त्यो दिनको अवस्था पनि म देखाउँछु, किनभने म 3 दिनको लागि कन्सिस्टेन्ट रहँदैछु नि त। मैले किन 100 भनेन, मैले किन 30 भनेन, मैले किन 20 भनेन, 10 भनेन, किनभने 3 दिन पनि मेरो लागि धेरै लामो कन्सिस्टेन्सीवाला च्यालेन्ज हो। 3 दिनको च्यालेन्ज लिनु, त्यसपछि फेरि अर्को 7 दिनको लिनु। स्लोली तिम्रो दिमाग कसरी काम गर्छ, हाउ योर माइन्ड वर्क्स, अनि कस्तो अनुसारले बिहेभ गर्छ, त्यही अनुसारले तिमीले च्यालेन्ज राख्ने, त्यही अनुसारले त्यसलाई चलाउने। भिडियो त हाल्नु भयो, रोक्नु त भएन नि त। सो 3 डे, दिस इज डे 1 अनि आइ एम डुइङ रियली गुड। तर समस्या चाहिँ के हो भन्दाखेरि मैले गाडी छुटाएँ नि त। अनेस्टली मैले भिडियो हालिरहेको छु क्या, मैले इन्स्टामा, युट्युबमा। मैले युट्युबमा 20 वटा जति हाल्यो होला, इन्स्टामा पनि त्यस्तै 20 वटा जति हाल्यो होला। तर पनि मैले भ्युज, फलोवर्स हेर्न थालेँ भने नि त्यो के भन्ने, म पुरै डिमोटिभेटेड हुन्छु क्या। लङ टर्मको लागि सोच्ने हो, बिस्तारै थाहा हुँदै जान्छ म कस्तो खालको कन्टेन्टमा राम्रो छु, मेरो निस के हो, कस्तो बनाउनुपर्छ होइन, थोरै आइडिया हुँदै जान्छ। जस्तै कि मैले एक्सपेरिमेन्ट गर्दैछु, जस्तै अब यो 3 दिन म यस्तो खालको भिडियो बनाउँछु, केही प्लान नगरी, केही नसोचिकन। अब अर्को दिन अर्को च्यालेन्ज लिएर आउँला। अनि म अरू कतै बाहिर एडभेन्चर खालको पनि प्लान गरिरहेको छु होइन। डिफ्रेन्ट स्टाइल एक्सपेरिमेन्ट गर्ने, अनि विच एभर वर्क्स अनि विच एभर बेस्ट फर म त्यस्तो गर्न सक्छु नि त। बाटो कस्तो राम्रो छ, यहाँ कोही हिँडेको छैन, यहाँ एकजना हिँडेको रहेछ अनि म हिँड्दैछु। यहाँ कति छ भने कहिलेकाहीँ त मलाई यस्तो लाग्छ है, म माउन्ट एभरेस्टै चढिरहेको छु जस्तो लाग्छ। कहिलेकाहीँ चाहिँ त्यस्तो जाडो हुन्छ, त्यस्तो गाह्रो हुन्छ कि। आज हिउँ परिरहेछ, हिउँ छ तर पनि आज हावा चलेको छैन। अनि आज काम छ क्या वेदर, त्यही भएर त्यस्तो लागेको छ। पनि उडिरहेछन् माथि, के गर्नु भयो। अनि मसँग मोबाइल राख्ने केही स्ट्यान्ड पनि छैन। मैले यहीँ थुप्रो बनाएर म मोबाइललाई यहीँ राखेर जान्छु है। मेरो पागलै भन्यो होला मान्छेले मलाई।